आज चाहिँ हामी चपस्टिक कसरी चलाउने भनेर हामी सिक्न जाँदैछौँ। अब सुरुमा हामीले सुसी अर्डर गरिसकेपछि चपस्टिकलाई चाहिँ यसरी समात्नुपर्छ। यसरी समात्दाखेरि चाहिँ यो थम्बले चाहिँ मजाले प्रेस गर्ने, अनि यो दुईवटा फिङ्गर चाहिँ मस्ट बी फ्री, यसरी फ्री हुनुपर्छ। अनि अर्को जुन रहेको हुन्छ चपस्टिक त्यसलाई लगेर यसरी राख्ने, अनि लगेर यो थम्बले यसरी चेप्ने। यसरी चेपिसकेपछि लेबल मिलाउँदाखेरि यसरी गर्ने, यसरी लेबल मिल्यो। अब यो तलको भागलाई चाहिँ त्यतिकै छोड्ने, अनि माथिको भागमा यसरी चलाउने यसरी है, यसरी। अब पिकअप गर्ने तरिका, पिकअप गर्दाखेरि हामी यसरी पिकअप गर्छौँ, यसरी यसरी। अब पिकअप गर्दाखेरि यो चाहिँ हाम्रो सोया सस हो। यो सोया सस चाहिँ इट गिभ्स अस सल्टिनेस नम्बर 1, त्यसपछि चाहिँ एन्टिब्याक्टेरियल प्रपर्टी। अब यसले चाहिँ अब सुसीलाई पुरै हामीले यसरी डिप गऱ्यौँ भने पुरै यसको यो जुन त्यो सल्टिनेस हुन्छ त्यसले चाहिँ हामीले जुन सुसी खाए पनि सबै टेस्ट चाहिँ डिजास्टर, त्यो सल्टिनेस मात्रै पाउँछौँ हामीले। त्यस कारणले त्यसरी चाहिँ होइन, यसरी लिएर यसरी जस्ट वन साइड मात्रै हलुका यसरी डिप गर्ने, त्यति डिप गरेपछि भयो। अनि त्यसपछि यसरी डिप गरिसकेपछि हामीले भित्र जुन फिलिङ गरेका हुन्छौँ त्यसको पनि फ्लेभर पाउँछौँ हामीले, अनि यसको जुन ससको फ्लेभर हुन्छ त्यो पनि हामीले पाउँछौँ।